राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद रमेश प्रसाईप्रति यति धेरै आक्रोश साथीहरू एकैछिन यो भिडियो सुन्नु हेर्नुहोस् त। घन्टीको एउटा छ नि साला आँखा नदेख्ने अन्धो साला कानो खाते छ नि साला घन्टेमा यो एउटा ठिक होला भनेको त सबैभन्दा बढी चुस्ने र डस्ने त यो पो रहेछ साला थुक्का। यति साह्रै त संसदको रोस्टममा उभिएर विद्युतमा 5% कर लाए त जनतालाई कति नै भार पर्छ गौरवको साथ बोलिरहेछ थुक्का साला खाते। तँ पो साला चाप्लेसी चुप्लेसी गरेछ सांसद भइखाछ तँलाई पैसा आउने बाटो छ। त्यो गरिब जनतालाई 20-50 रुपियाँले कति फरक पर्छ भन्ने कुरो त्यो गरिब जनतालाई मात्रै थाहा हुन्छ। तँलाई के थाहा साला कानो खातेलाई तैँले के देख्छस् र साला। अनि हर्क साम्पाङले गीत गर्दै साधारण ट्राफिक नियम पनि थाहा नहुने तँ साला खाते कानोले चाहिँ कसरी देखिस् के। तँ यस्तै खालको अरूलाई डस्ने चुस्ने खालको थिस र तेरो बाउबाजी पनि पहिला त्यस्तै थियो त्यही भएर भगवानले तेरो आँखा कानो बनाइदिएको अन्धो बनाइदिएको। तँ पनि त्यस्तै निक्लेको छ। अब तेरो 7 पुस्तासम्म तँ जस्तै कानो तँ जस्तै अन्धो हुनेछ तेरो शाखा सन्तान पनि। जय माटो जय देश।